नमस्ते 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 अनि हार्दिक स्वागत छ यहाँहरु सम्पूर्ण दर्शक श्रोता महानुभावहरु। म विकास बेसी, तपाईहरु हेर्दै हुनुहुन्छ विकास बेसी युट्युब च्यानल। यस युट्युब च्यानलबाट नयाँ भ्लग मैले ल्याएर तपाईहरु माझ आइसकेको छु। यो भ्लगलाई चाहिँ सबैजनाले माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गर्नु होला, च्यानललाई सब्स्क्राइब गरेर सबैजना जोडिनु होला भन्दै यो भ्लग तपाईहरु माझ खतरा तरिकाले भयानक तरिकाले ल्याउने वाला छु। तपाईले चाहिँ मन लगाएर मस्कमा चाहिँ राख्ने गरेर हेर्नु होला। यो चाहिँ भ्लगलाई धेरै भन्दा धेरै माया गर्नु होला। फाइनली गाइज म चाहिँ बुटोलदेखि भैरवाको गाडी चढिसकेको छु। त्यसपछि भने फेरि अर्को गाडी चढ्दा म तपाईहरुलाई भन्ने छु। भैरवा पुग्न चाहिँ केही समय लाग्छ। त्यसपछि चाहिँ हामी भैरवा हुँदै फेरि अर्को गाडी चेन्ज गरेर त्यो नयाँ ठाउँमा पुग्ने छौं घुम्नको लागि। त्यति दिनसम्म साथमै रहनु होला। अर्को गाडी चढ्नको लागि जाँदै छु। यो चाहिँ फाइनली गाइज म चाहिँ भैरवा पुगिसकेको छु। अब भने म यो चाहिँ तिनाउ नदी हो जुन रामापित्तेको हजारौं वर्ष पुरानो अवशेषहरू भेटिएको छ। यो त्यो नदी हो। यसले धेरै इतिहासहरू बोकेको छ। यो नदी गाइज तपाईलाई जुन सरप्राइज भनेको थिए त्यो सरप्राइज मैले तपाईहरुमा देखाइसकेको छु। म लुम्बिनी पुगिसकेको छु। लुम्बिनी पुगेर चाहिँ सरप्राइजको रूपमा यो गुम्बा तपाईहरुमा देखाइसकेको छु। यो गुम्बा चाहिँ जापानले बनाएको हो। यो गुम्बा चाहिँ खतरा छ गाइज। हैन तपाईहरु पनि हेर्नुहुन्छ भने आउन सक्नुहुन्छ। यो गुम्बा चाहिँ जापानले बनाएको रे खतरा रहेछ गाइज। हैन मैले चाहिँ पहिलोचोटि देखेको। हैन खतरा आकर्षक लाग्यो, खतरा लाग्यो। तपाईहरु पनि यस गुम्बामा हेर्न चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ, अध्ययन गर्न चाहनुहुन्छ भने आउनु होला गाइज। यो गुम्बा चाहिँ भयानक रहेको छ। तपाईले कहिले देख्नु भएको थियो गाइज यो 1000 गुम्बा? यो चाहिँ झन खतरा रहेछ गाइज। यो खतरा थियो गाइज, खतरा रहेछ। हैन यो चाहिँ भर्खर निर्माणाधीन अवस्थामा बन्दै रहेछ। यो चाहिँ बनिरहेको अवस्थामा हामी चाहिँ यहाँ घुम्न आइपुग्यौं र यो चाहिँ खतरनाक रहेछ। हैन यो चाहिँ बनिरहेको छ तर पनि यहाँ वरपरका बनिसकेका चाहिँ गुम्बाहरु चाहिँ खतरा छन्। यहाँ भित्र चाहिँ हजारवटा हैन मूर्तिहरु छन् र हजारवटा मूर्तिहरु कति आकर्षक र कति खतरनाक छन् भन्ने कुरा मैले भिडियोमा कैद गरेर तपाईहरुलाई देखाइसकेको छु। यस मूर्तिहरुलाई तपाई प्रत्यक्ष रूपमा हेर्न चाहनुहुन्छ, तपाई पनि निहालेर अध्ययन गर्न चाहनुहुन्छ र थप केही कुराहरु तपाई आफै सिक्न चाहनुहुन्छ यस मूर्तिबाट भने तपाई आफै यस गुम्बामा आउनुपर्ने हुन्छ। यसरी जुन भिडियोमा मैले तपाईलाई देखाइरहेको छु त्यसरी तपाई हेर्न चाहनुहुन्छ भने तपाईहरु पक्कै पनि यस लुम्बिनीमा आएर यो 1000 गुम्बा तपाई हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ गाइस। कति आकर्षक छ, कति राम्रो छ भन्ने कुरा मैले तपाईलाई भन्नु पर्दैन। मैले भिडियोमा कैद गरेर तपाईहरुमाझ देखाइसकेको छु। थाउजन गुम्बा पछिको भयानक अर्को खतरा मन्दिर गाइज। यो चाहिँ सिङ्गापुरले बनाएको, मान्छेलाई हेर्दै हेरौँ लाग्ने, मान्छेलाई फोटा खिचौँ जस्तो लाग्ने अर्को भयानक मन्दिर यो चाहिँ सिङ्गापुरले बनाएको। हेर्न सक्नुहुन्छ गाइज कति खतरा छ। हैन यहाँको वरिपरिको दृश्य, यो मन्दिर, अनि त्यसपछि गएर यहाँ देखिने वरपरका दृश्यहरू देख्दा कहीं न कहीं मान्छेलाई लोभ लाग्दो छैन त गाइज। हेर्नुस् त गाइज यहाँ भित्रको दृश्य तपाईलाई हेरौँ लागेन र? हेर्नुस् त कति आकर्षक छ, कति खतरा छ। हैन तपाईलाई त्यसै मैले हेरौँ लाग्दो यहाँको दृश्य छ भनेको होइन गाइज। हेर्नुस् त यहाँ भित्रको दृश्य तपाईलाई राम्रो लागेन? हैन के तपाईलाई यहाँ फेरि तपाईलाई घुम्न आउने मन लागेन? यो भिडियो हेर्दै गर्दा तपाईलाई पक्कै पनि लाग्छ गाइस। मैले त्यसै तपाईलाई लोभ लाग्दो दृश्य चाहिँ यहाँको भनेको होइन। यहाँ भित्रको दृश्य कति राम्रो छ हेर्नुस् त गाइस। हैन यो दृश्य तपाईले
तपाईहरुमा धेरै नबोलिकन नेपालले बनाएका र विभिन्न देशले बनाएका लुम्बिनीमा बनाएका मन्दिर गुम्बाहरू तपाईहरुमा देखाइरहेको छु दर्शकबिन। भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियोलाई लाइक कमेन्ट शेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। भिडियो एकदम आकर्षक हुनेवाला छ। अन्तिमसम्म रहनु होला गाइस। सम्पूर्णले अन्तिमसम्म हेर्नु होला भिडियो। सम्पूर्ण दर्शक श्रोतामानबाट म यही अनुरोध गर्न चाहन्छु, भिडियो अन्तिमसम्म हेर्न चाहनु होला। म बोल्ने भन्दा पनि यहाँका दृश्यहरू तपाईहरुमा देखाउने कोसिस गरिरहेको छु। भिडियोलाई राम्रोसँग निहालेर हेर्नु होला। नेपाल सरकारले बनाएको मन्दिर र कोरिया सरकारले लुम्बिनीमा बनाएको मन्दिर हेरेर आइसकेपछि चिनिया सरकारले बनाएको यो मन्दिर हेर्नलाई आइपुग्दा दर्शकबिन यहाँ झनै रोचक विषय रहेछ। विषय के थियो ना, हामी यो मन्दिर घुम्न र यहाँको आकर्षक विषय हेर्न आइरहँदा यहाँ चिनिया व्यक्तिहरूले भित्र प्रार्थना गरिरहेका थिए। त्यहाँका स्थानीय मानिस त्यहाँ आउने अन्य पर्यटकलाई भित्र के भइरहेको छ भनेर सोध्दा प्रार्थना भइरहेको छ भन्नुभएको थियो। प्रार्थनामा हेर्दै गर्दा भित्र प्रार्थनामा चिनिया व्यक्तिहरूले प्रार्थना गरिराख्नु भएको थियो। त्यो कुरा मैले तपाईहरुलाई बाहिरबाट भन्नुभन्दा पनि भित्र गएर देखाउन चाहे। त्यही देखाउनको लागि भित्र जाँदा भिडियोमा तपाईहरुलाई देख्न सक्नुहुनेछ। मैले यो भिडियोको दृश्य भित्र के भइरहेको छ भनेर भित्र तपाईलाई देखाउन कोसिस गरिरहेको छु। अगाडि भिडियोको दृश्यमा हेर्नु गाइस, त्यहाँ कुन भाषामा के गरिएको भन्ने कुरा सायद पक्कै पनि थाहा पाउनु भएन गाइस। त्यहाँ चाहिँ पक्कै पनि हामी नेपालीले बुझ्दैनौँ गाइस, धेरै नेपालीले बुझ्दैनौँ। जुन कि चिनिया भाषामा त्यहाँ चिनिया व्यक्तिहरूले प्रार्थना गरिराख्नु भएको थियो, जुन मैले तपाईलाई भिडियोमा देखाइसकेको छु। क्यामेरामा कैद गरेर सबै कुरा तपाईलाई छर्लङ्ग देखाइसकेको छु। यसको बारेमा तपाईलाई धेरै भन्नुपर्छ जस्तो मलाई लाग्दैन गाइस, किनभने चिनिया व्यक्तिहरूले हाम्रो गौतम बुद्धको बारेमा त्यहाँ विभिन्न प्रार्थनाहरू गरिराख्नु भएको थियो अनि पूजाआजा गरिराख्नु भएको थियो। हामी त्यही बेलामा ठ्याक्कै त्यहाँ पुग्यौँ र त्यहाँका स्थानीय व्यक्ति र अन्य पर्यटकलाई सोद्धा उहाँले बुद्धको नाममा प्रार्थना गरिराख्नु भएको छ। बुद्धकै नाममा केही कुराहरू
भनिराख्नु भएको छ भन्ने कुराहरू हामीले जानकारी पायौँ। मैले पनि त्यति साह्रो केही पनि बुझेन गाइस हैन, कुनै शब्द बुझे पनि धेरैभन्दा धेरै कुराहरू मैले कुनै पनि केही पनि बुझेको थिइनँ। त्यसैले मैले यसलाई धेरै नेपाली भाषामा धेरै ट्रान्सलेट गरेर धेरै व्याख्या विश्लेषण गर्न चाहिँ सकेको छैन, तर जुन त्यहाँ हामीले जानकारी पायौँ त्यही अनुसार चाहिँ मैले तपाईहरुलाई जानकारी दिएको छु। यस जानकारी अनुसार चाहिँ यस्तो हुने रहेछ भन्ने कुराहरू मैले पनि थाहा पाएँ र तपाईहरुलाई भने। अझै पनि मैले तपाईलाई भिडियोमा देखाइरहेको छु, हेर्न सक्नुहुन्छ त्यहाँ प्रार्थना भइरहेको छ भित्र। त्यहाँ हेर्नुस् उहाँहरू चिनिया हुनुहुन्छ उहाँ, तर नेपालमा आएर हाम्रै गौतम बुद्ध जन्मेको ठाउँमा यसरी प्रार्थना गर्दा मलाई चाहिँ धेरै खुसी लाग्यो गाइस हैन। हामी कहीँ न कहीँ बरु प्रार्थना गर्दैनौँ होला, तर उहाँहरूले यसरी त्यहीँ बसेर प्रार्थना गरिराख्नु भएको छ। जुन हामी नेपालीले गर्नुपर्ने कुराहरू उहाँ विदेशी भएर पनि हाम्रो भगवानको बारेमा यसरी चाहिँ प्रार्थना गरिराख्नु भएको छ। यो मलाई धेरै खुसी लाग्यो गाइस। तपाईहरुलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। यो एउटा हामी प्रत्येक नेपालीले गर्नुपर्ने विषय पनि हो, हेर्नुपर्ने कुराहरू पनि हो। हामीले यो चाहिँ हाम्रो बुद्धको बारेमा प्रार्थना गर्नुपर्छ। बुद्धका हरेक मूल मन्त्रहरू पढ्नुपर्छ, किनभने शान्तिका राजदूत भनेर चिनिएका हाम्रो गौतम बुद्धको बारेमा हामी सबैले जान्न आवश्यक छ। गौतम बुद्ध त्यसै आज देश तथा विदेशमा पनि विश्वव्यापी रूपमा चिनिनु भएको होइन। जुन उहाँको योगदान, उहाँको जुन काम थियो, उहाँको कामले नै चिनिनु भएको। जुन उहाँले कहिले पनि रिस देखाउनु भएन, उहाँमा रिस डाहा भन्ने कुरा कहिले पनि थिएन, लोभ लालच भन्ने कुरा पनि थिएन। जुन त्यही लोभ लालच थिएन, जुन रिस डाहा थिएन, त्यसले त आज विश्वमा चिनिनु भयो। यो विश्वमा चिनिएको कुरालाई हामीले पनि चिनाउनु आवश्यक छ गाइज। हामीले नै यसरी नै भिडियो मार्फत, यसरी विभिन्न सामाजिक सञ्जाल मार्फत हामीले देखायौँ भने मात्र हामी विश्वव्यापी रूपमा चिनिन सक्छौँ। यो कुराहरू कहीँ न कहीँ हामीले पनि देखाउन जरुरी छ। त्यसैले मैले यो भिडियो तपाईहरुमाझ यसरी प्रसारण गरिरहेको छु। यो भिडियोलाई सक्दो माया गरिदिनु होला, सक्दो लाइक, कमेन्ट, शेयर अनि विकास बिसी युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। सम्पूर्णले यो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला। यो हो कर्म मन्दिरको दृश्य गाइस। यहाँ हेर्दा वरिपरि हरियाली छ, तर भित्र तपाईहरुलाई मैले देखाउन खोजेको हो, तर यहाँ सोध्दा बुझ्दा यहाँको भित्री भागमा चाहिँ क्यामेरा लिएर प्रवेश गर्न नदिने रहेछ, तर हेरेर मात्रै आउन मिल्ने रहेछ। त्यसैले म भित्र गएर हेरेर आएँ, धेरै राम्रो रहेछ। तर बाहिरको दृश्य भने जस्ताको तस्तै तपाईहरुलाई देखाएको छु। दर्शकबिन, तपाईहरु अगाडि भिडियोमा देखिराख्नु भएको छ जुन सानो आगो बलिरहेको छ दियो जसरी, त्यो देख्दा मलाई पनि अचम्म लागिरहेको छ। यो कसरी बलेको हो? यो जुन आगो बलिरहेको छ, जमिन भित्रबाट आगो बलिरहेको छ, न यहाँ कुनै दाउरा हालिएको छ, न कुनै यहाँ मोटीतेल हालिएको छ, तर यहाँ निरन्तर आगो बलिरहेको छ। किनकि यहाँ जुन गौतम बुद्ध जन्मिसकेपछि जसरी संसारमा उझिल परेर संसारभर कहिले पनि ननिभ्ने गरेर चिनिएका थिए, त्यसरी नै यो आगो अकस्मात बलिरहेको छ, कहिले पनि निभ्दैन। यहाँ आधी भेरी चट्टान जुनसुकै अवस्थामा पनि ननिभ्ने गरेर यो आगो बलिरहन्छ। दर्शकबिन, यो आगोको रहस्य र यो आगोको अध्ययन गर्नको लागि हामीले गहिरो अध्ययन गर्नुपर्ने हुन्छ, धेरै कुराहरू बुझ्नुपर्ने हुन्छ। त्यसपछि म यो लुम्बिनीमा रहेको मायादेवी मन्दिरको भित्र प्रवेश गर्नको लागि यो बाटोमा हिँडिरहेको छु। दर्शकबिन, यो बाटो मायादेवी मन्दिर जाने भित्रको बाटो हो, जुन बाटोमा विभिन्न भक्तजनहरू हिँडिराख्नु भएको छ। जुन बाटोमा नेपालका पर्यटन मात्रै होइन, विश्वका पर्यटनहरू यस ठाउँमा हिँडिरहेका छन्। अहिले हाल श्रीलङ्का, इन्डिया, बङ्गलादेशका पर्यटनहरू हिँडिरहेका छन्। यो दृश्य हो मायादेवी वरपरको दृश्य हो। दर्शकबिन, जुन दृश्य भिडियोमा तपाईले देखिराख्नु भएको छ, यो हो मायादेवी मन्दिरको भित्र जाने बाटो अगाडिको दृश्य हो। दर्शकबिन,
दर्शकबिन हामीले यसरी नै आज धेरै ठाउँमा घुम्यौं, धेरै ठाउँको अध्ययन गर्यौं, सारै राम्रो लाग्यो, खुसी पनि लाग्यो। मन्दिरको भित्र प्रवेश गरिसकेको छु। यहाँ चाहिँ भित्र मन्दिरको वरिपरि चाहिँ क्यामेरा लिन मिल्छ, तर मोबाइल लिएर चाहिँ मोबाइल क्यामेरा फोन कुनै पनि चीज लिएर चाहिँ मन्दिरको भित्र प्रवेश गर्न नदिने रहेछ। त्यो जानकारी हामीलाई प्राप्त भइसकेको छ। त्यसैगरी यो मन्दिरको वरिपरि चाहिँ विभिन्न हरियाली छ, एकदम राम्रो वातावरण छ गाइस। अनि त्यसपछि गएर यहाँ मन्दिरको अगाडिपट्टि चाहिँ ताल रहेको छ भने पछाडि मान्छे हिँड्ने रोड र बाटो रहेछ। त्यसपछि गएर यो मन्दिरमा विभिन्न भक्तजनहरू आउने गर्ने रहेछन्। श्रीलङ्का, इन्डिया, बङ्गलादेश, विभिन्न राष्ट्रबाट आएको हामीले देख्न पायौँ, जुन मलाई पनि एकदम खुसी लाग्यो। अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग यसरी भेट्न पाइयो र यस मन्दिरको वरिपरि घुम्न पनि पाइयो। र यिनै मायादेवी हुन् जुन गौतम बुद्धलाई जन्म लुम्बिनी मन्दिरको वरिपरि क्षेत्रमा रहेको सम्पूर्ण मन्दिर गुम्बाहरू चाहिँ घुमेर सकिसकेपछि लास्टमा यो मायादेवी मन्दिर जाने बाटोमा रहेको यो तालमा लास्टमा दिनभरि लागेको थकाइ र दिमागलाई फ्रेस बनाउनको लागि चाहिँ म यो तलाउको नाउँमा चाहिँ जुन घुमेको थिएँ, यो नाउँमा बसेर चाहिँ फ्रेस हुनुपर्छ भनेर बसेको थिएँ। बडा आनन्द आयो गाइस। यसले चाहिँ कहीँ न कहीँ मुड फ्रेस पनि बनायो र मलाई एकदम साँझपल्टि आउँदा ह्याप्पी पनि भएँ। म हुन त म दिनभरि नै ह्याप्पी नै थिएँ, तर दिनभरि घुम्दा त्यो गर्मीले अलिकति मुड अफ भएको थियो। तर लास्टमा जुन नाउँमा बसेर त्यो चिसो हावा खाँदै तल पानीमा हात खेलाउँदै जब नाउँमा खेलियो, त्यसपछि त्यो नाउँमा खेलिसकेपछि नाउँमा बसेर त्यो पानी खेलाउँदै एकदम त्यहाँ साथीहरूसँग हल्ला गर्दै रमाइलो गर्दाखेरि एकदम आनन्दको महसुस भयो। यो पल एउटा अविस्मरणीय र कहिले बिर्सिन नसकिने एउटा पल बन्यो। त्यो पल म कहिले बिर्सिन सक्ने छैन। एकदम रमाइलो भयो। एउटा सम्झनालायक एउटा इतिहासमूलक भिडियो बन्यो। त्यो मलाई एकदम खुसी लाग्यो। र यति भन्दै यो भिडियोलाई म तपाईलाई भिडियोमा मैले धेरै बोलेको भन्दा पनि तपाईलाई धेरै कुराहरू देखाउने प्रयास चाहिँ धेरै गरेँ। पनि तपाईलाई जस्ताको तस्तै भिडियो तपाईहरुलाई देखाउनुपर्छ। यी दृश्यहरू चाहिँ एक गरेर तपाईहरुलाई देखाउनुपर्छ भन्ने हेतुले चाहिँ मैले यो भिडियो तपाईहरु माझ ल्याएको छु। यति मेहनत गरेर भिडियो ल्याएको छु। सबैजनाले हेर्नु होला र यो भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरेर संसारभरि यो भिडियो पुर्याइदिनु हुन म हार्दिक अनुरोध सहित आजको यो भिडियोबाट चाहिँ म तपाईहरु माझबाट उजेल पर्दै अन्य दिनहरुमा तपाईहरुको साथ सपोर्ट र तपाईहरुको सहयोगले म भिडियोमा अझ धेरै मेहनत गरेर अझ धेरै राम्रो भिडियोहरु तपाईहरु माझ ल्याउने छु भन्दै तपाईहरुलाई यस्तै घुमेका भिडियो, तपाईहरुलाई मनोरञ्जन दिने भिडियो, विभिन्न क्षेत्रबाट भिडियो ल्याएर तपाईहरुलाई रमाइलो गराउने छु भन्दै आजको भिडियोबाट तपाईहरु माझबाट बिदाको अनुमति माग्दै बिदा हुन चाहन्छु। हस्त।